दाई नमस्कार। नमस्ते। हाम्रो जुन चलचित्र अहिले पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन भइरहेको छ एन्जिला ज्यू पनि यहाँ आउनु भएको छ। एन्जिला ज्यूलाई ल्याउनको लागि हाम्रो उहाँ दाइको एकदमै ठुलो महत्त्व छ। हाम्रो आयोजक ज्यू हुनुहुन्छ, उहाँलाई यो चलचित्र लिस्बनमा ल्याउँदै गर्दा के कस्तो लाग्यो र पोर्चुगलमा रहनुभएका दर्शकहरूलाई आज एकदमै भिड देखिएको थियो। आज कतिपय दर्शकहरूले त टिकट पाउनु पनि भएको छैन। त्यस विषयमा केही भन्न चाहनुहुन्छ भने कृपया दाइ। यो मुभी चाहिँ एकदमै सर्ट टाइममा देखाउनु पर्यो। बहिनीले पनि एकदम सर्ट टाइममा आउने डिसिजन दिनुभयो अनि त्यसको लागि चाहिँ हामीले त्यही अनुसारको मार्केटिङ गरेको थियौँ। आजको सोमा चाहिँ एकदमै धेरै मान्छे आइदिनु भयो। हामीले फर्स्ट टाइम भएकोले गर्दाखेरि चाहिँ राम्रो अर्गनाइज गर्न सकेनौँ। टिकटहरू धेरै सेल भएछ अनि त्यसपछि आइसकेको मान्छेले पनि टिकट बिक्री भएछ। त्यसमा चाहिँ कतिजना यहाँ 200 जनाभन्दा बढी चाहिँ फर्केर जानु हो। त्यसको लागि चाहिँ म एकदम एक्सट्रिमली सरी भन्न चाहन्छु। हाम्रो भोलिको पनि सो छ, अब यसमा चाहिँ त्यस्तो हुँदैन, हामी त्यस्तो हुनु दिँदैनौँ। अनि यसको चाहिँ अझै डिमान्ड आयो भने चाहिँ हामी फेरि पनि अरू सोहरू गर्नेछौँ लिस्बन बाहिर।